तेल सकिएर यहाँ हामी बजारमा अड्किया छौँ। के गर्ने यस्तै छ, कोही पनि छैन, पुरा खुल्ला खुल्ला छ यहाँ त। यहाँ कोही छैन, यहाँ पनि छैन, यहाँ दाइ छ अनि यहाँ खुल्ला सहर छ। राखेर बाइक गोदाममा राखेर अनि यहाँ लगाइ जस्तै छ। रातिको कति बज्यो छ 11 बजिसकेको रहेछ। अहिले टाइममा सकियो, न त पछि रातिको 1-2 बजे सकियो भने त कोही पनि आउँथेन। अहिले एउटा अङ्कल आउँदैछन् सब एमएनआर। अनि यता छ महादेव फोटो स्टुडियो। यसो वाकिङ गर्दैछ हामीहरू। तेल सकियो हुनाले चार्जवाला ठिक हो यार, चार्जवाला पनि ठिकै हो, तर पेट्रोलवाला धोका दिन्छ भाइ। बाइ चान्स आफूमा हामीले तेल अहिले त धेरै रन गर्नेवाला छन्। त्यो चार्जर त यार चार्ज लगाएर दाइ भन्दैछ चार्जवाला स्कुटी बेस्ट हो, तर दाइलाई थाहा छैन क्या चार्जवाला स्कुटी कति धोकेबाज चार्ज स्कुटी हो भन्ने चाहिँ थाहा छैन। यहाँनिर हामीलाई लिन आइसक्यो। भिडियो बनाउन के भन्ने